अमलेश हेलो हामी घाँस काट्न हिँडेको अनि ब्रो ल ए हाम्रो बुवा पारा भाइ पारा ए टक 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 यो हँसिया नाम्लो ल अगाडि न बाबु अगाडि न ए ल अस्ति यो घाँस झारेको चाहिँ हामी अब यतातिर अम्लेसो काट्न खोला देखाउनुको लागि यहाँ तल छ खोला हेर्नु होला है यहाँ तल छ देख्नु होला अझै यति छ हेर्नु होला गाइज अनि यतातिर जङ्गल छ हेर्नु होला गाइज म देखाइदिन्छु हेर्नु होला कति छ जङ्गलहरू त यतै हाम्रो अझले घाँस काट्दै हुन्छ अनि यस्तैतिर गरौँ हेर्नु होला गाइज यतातिर खोला पनि छ गाउँमा बसेको फाइदा पनि छ हेर्नु होला यता ओ बडा खोला पनि देखाएको नि यता हेर्नु होला गाइज यता खोला त्यहाँ छ खोला औ हेर्नु होला तपाईँहरूले अब म फेरि एडिटिङ गरिरहेको छु मेरो फेसन पारा भाइ पारा यतातिर हामी हेरिरहेको छौँ हेर्नु होला हाम्रो फाल्जु अनि यतातिर हिसु गाइज आज चाहिँ सेलरोटी खाने भन्ने हुन्छ यतातिर चाहिँ पुरै जङ्गलहरू छ बुझ्नु होला गाइज हेर्नु होला गाइज हेर्नु होला देखि म अगाडि जाने बेला भयो यतातिर हुँदैछ हाम्रो घाँस कटाइ यस्तो फेद काट्नु पर्यो यस्तोको भयो बाजु बाजु लगाउनु पर्छ के ए यसरी बाँसको घाँस च्याक्क लाएर अब बाँसको घाँस यो अम्लेसो हो यो चियाबारी अम्लेसो बारी
ए हाम्रो भदा मक्ख परेर बस्नु भएको छ। लुई खेच्नु त म उ गर्छु, यो तान्छु है अलिकति। ल ल हेर्नुलाई गाइस यसलाई भन्छ बास। म चाहिँ यता पारुवा भाइ पारुवा। जङ्गल आएको चाहिँ यस्तै फाइदा छ। गाउँमा बसेको फेरि यस्तैतिर बस्यो। आहा फेरि यस्तरी तानियो यस्तो भयो भने यतातिर चाहिँ यस्तो छ हालखबर। हेर्नुलाई गाइस त्यो घरदेखि होला, त्यो चाहिँ हाम्रो होइन, तर अलिकति माथि छ हाम्रो घर। गाइस यहाँबाट यस्तो हुन्छ। अनि गाइस यहाँबाट यत्रो जुन देखाएको देखिन्छ, यहाँबाट यति देखिन्छ। होला उता हाम्रो पाजुहरूले घाँसदेखि बोला गाइस। यता छौँ मिस्टर ओम्स रेस्टोरेन्ट। तुझको तरह सुन माई यूट्यूब चैनल, प्लीज सब्सक्राइब। ओके ब्रो, माई यूट्यूब चैनल सब्सक्राइब। Mafia strong, please subscribe my channel. This is not my channel. This is not my channel. Okay bro. यतातिर चाहिँ बाँस चाहिँ यस्तो लुगा सुकाउने बनाइन्छ। के बाबु म कल गर्छु दादाहरुले। ए घाँसको भारी पहिला अलिक यतातिर घाँसको बारी चलिरहेको छ। हेर्नु होला हामी चाहिँ घाँस काटेर आइरहेको छौँ। अब हाम्रो घर जाने बाटो यस्तैबाट जान्छ। हेर्नु होला यसमा चाहिँ नागेर जानुपर्छ कुरामा। परबाट छ छेउबाटै साडी। हजुर अनि गएर ब्याडमिन्टन खेल्नुपर्छ ल। नआउने नै कि जिउ नै पहिले म नआउँछु। अनि 1-2 घन्टा त ब्याडमिन्टनमा हुन्छ। अनि यहाँ भिडियो पनि बनाउनुपर्छ। दाजु सेलरोटीको सेन्ट चाहिँ यहाँ सुनाइरहेको छ त। अब हामी कुदेर जाने बेला भएको छ। यहाँ चाहिँ पुरै हिलो छ क्या, त्यो भएर कसरी जानुपर्छ। मुस्किलले यहाँबाट चाहिँ मुस्किल जानु पनि सकिन्छ। यहाँ चाहिँ अलिक पहिले त हिलो थियो, अहिले चाहिँ अलिकति बनिएको बाटो। अहिले म हाम्रो घर देखाइदिन्छु भनौँ। त्यो रातो रातो टिन बनाउँछ नि, त्यही हो हाम्रो घर चाहिँ यो। आज सेलरोटी पकाइ पनि हुँदैछ। उता तलमा भइरहेको छ। अघि चाहिँ तपाईँलाई मैले यही घर देखाइदिएको थिएँ होला। यता चाहिँ घाँसको बारीले हुँदैछ। उता यता अब फेरि बास्लिन पनि जानु पर्ला।
यतातिर चाहिँ हिँड्नै हुँदैछ गाइस के भन्नुहुन्छ हाम्रो घरलाई चाहिँ गर्मी यस्तो घाम टर्किरहेको छ फोन पनि उचालेर जाऊँ म आएँ